एक्लै घाँस काट्न जाँदा कसलाई यस्तो भएको छ मलाई भने धेरैचोटि भइसकेको छ कि साथीहरू, किनभने मैले भारी तान्न सक्दैन। हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो डे 4 मिनी भ्लगमा। र म भने एकदम सन्चै नै छु भने हजुरहरू पनि पक्कै सन्चै हुनुहुन्छ होला। अनि साथीहरू, म भने बिहान नै उठेर हाम्रो डाँडाको बारीमा घाँस काट्न गइसकेको थिएँ होइन, किनभने मैले बिहान भिडियो गराउन पाएन, किनभने फोन उजालिदिने मान्छे पनि हुँदैन। अब त्यस्तो मान्छे भइदिए भए त मैले घाँसै काट्न लगाउँथेँ, किन फोन उजाल्न लगाउँथेँ र होइन। अनि म भने अब हेर्नु न, हाम्रो ठाउँ फेरि यति धेरै राम्रो छ कि अब हेरिरहँ जस्तो लाग्छ, तर के गर्नु, काम फेरि हराइहाल्छ हेर्न लागेपछि। त्यही भएर छिटो छिटो काम गर्नुपर्छ के। अब किनभने गाउँघरमा काम नगरेर खाना पाइँदैन होइन, अनि काम नगरेर त खाना कहीँ पनि पाइँदैन, त्यही पनि झन् गाउँघरमा झन् भइयो होइन। अनि त्यसपछि मैले भारी सारी पुकाएर भारी हाल्न थालेँ साथीहरू, किनभनेपछि अब भारी त हाल्नै पर्यो। मैले अस्ति 3 चोटि भारी हालेको थिएँ भनेपछि आज भने मैले आज एकचोटि मात्रै भारी हालेको थिएँ साथीहरू, किनभने यो भारी फेरि आउँदै नआउने के। म एक्लै घाँस काट्न गयो भने यो भारी आउँदै नै नआउने के, मलाई पताउँदै नपताउने भारीले। किन होला म त्यति राम्रो छु कि मलाई यो भारीले किन यति धेरै खिजाउने भन्न थाल्छु कि म चाहिँ। अनि यो भोइस ओभर गर्ने बेला मात्र हो कि यस्तोहरू बोलेको, नत्र भने म यति धेरै रिसले फायर भएको थिएँ कि त्यहाँ। अब रियलमा सुन्दाखेरि त मान्छेको कानै फुट्ला जस्तो म कराएको थिएँ कि त्यहाँ। अनि त्यसपछि 3-4 चोटि बल्ल तानिसकेपछि बल्ल बल्ल कहाँ आएको थियो भारी भने होइन। अनि त्यो भारी उस्तै हो कि म उस्तै होम कि होइन, मेरो बल उस्तै हो कि अब के कसलाई दोष दिनु र खै होइन। अनि त्यसपछि फेरि अब यति भारी त धौधौ आएको थियो। अनि त्यही माथि फेरि बाटो त्यस्तै भएर फेरि म एकचोटि लड्केर लोट्या पनि थिएँ बाटामा होइन। अनि त्यस्तो चाहिँ फेरि अब रिसाएको बेलामा कहाँ त्यस्तो भिडियो गराउन थाल्ने भने फेरि मोबाइलै अत्तर्ने जस्तो हुन्छ आफ्नो रिस उठेर। अनि धौका फेरि गइपुगेँ म बाख्रा अरे गाई भएको ठाउँमा। अनि गइसकेपछि अब एक्लै बरबर त फेरि गर्नै पर्यो, किनभने म लोट्या थिएँ नि त। अनि त्यही भएर म घर आइपुगेँ साथीहरू मेरो छोरालाई हेर्न होइन। अनि मेरो छोरालाई मैले बोलाइरहेको छु। अनि आजको भिडियो यति नै, अर्को भिडियो लिएर पक्कै पनि म फेरि आउने नै छु साथीहरू। टाटा बाई बाई।